हम्मा हम्मा याक्थुङ पादङ अर्थात् लिम्बू भाषामा हम्मा भनेको नेपाली भाषामा अल्मल्याउनु भनेको। अङ्ग्रेजीमा यसलाई टु डिस्टर्ब भनिन्छ। हम्माको धेरै अर्थहरू हुन्छ, तर म यहाँ आज हम्माको अर्थ अल्मल्याउनु भन्नेलाई मात्रै प्रयोगमा ल्याउँछु। यसको उदाहरण दृष्टान्तहरू दिन्छु। सिकाइमा अल्मल्याउनुको ठुलो महत्त्व रहन्छ, नकारात्मक महत्त्व। अब अरूलाई अल्मल्याउनु वा आफूलाई अल्मलाउनु भनेको आफूले आफैलाई अल्मलमा पार्नु ठुलो बाधक चिज हो। यो सबैले सिक्नुपर्छ, सिकाउनेले पनि र सिक्नेले पनि, र त्यो वातावरण पैदा गर्नेले पनि। त्यो हो सिकाइको वातावरण। त्यस वातावरणमा सिकाउने र त्यस्तो वातावरणमा सिक्ने। म यसको विषयमा यति नै चर्चा गर्छु। अब हम्माको म सिधै वाक्यमा प्रयोग गर्ने तरिकाहरू जुन हामीलाई दैनिक व्यवहारमा बोल्नुपर्छ त्यतिखेर आवश्यक हुन्छ। मैले अल्मलाएँ भन्दा लिम्बू भाषामा हमसुङ भन्नुपर्छ। हमसुङ। म अल्मल्याउँछु भन्दा लिम्बू भाषामा हमसुङ। हमसुङ भन्नुपर्छ। म अल्मल्याउने छु भन्दा लिम्बू भाषामा हमसुङ। हमसुङ भन्नुपर्छ। तपाईले एकजनाले तपाईले अल्मल्याउनु भयो भन्दा लिम्बू भाषामा के हमसु। के हमसु भन्नुपर्छ। तपाई अल्मलाउनुहुन्छ, तपाई एकजना तपाई अल्मलाउनुहुन्छ भन्दा लिम्बू भाषामा के हमसु। के हमसु भन्नुपर्छ। तपाईले अल्मलाउनु हुनेछ भन्दा लिम्बू भाषामा के हमसु। के हमसु भन्नुपर्छ। उहाँले भनेको उहाँ भनेको एक पुरुष वा एक स्त्री। उहाँले अल्मलाउनु भयो भन्दा हमसु। हमसु भन्नुपर्छ। उहाँ अल्मलाउनुहुन्छ भन्दा लिम्बू भाषामा हमसु। हमसु भन्नुपर्छ। उहाँले अल्मलाउनु हुनेछ लिम्बू भाषामा भन्नुपर्दा हमसु। हमसु भन्नुपर्छ। अब हम्माको केही आज्ञार्थ बोलीहरू इम्पेरेटिभ मोडमा केही बोलीहरू म प्रस्तुत गर्छु। यस्तो खाले बोली जानी मनसायगत ढङ्गले गर्नु हुँदैन, तर यहाँ चाहिँ व्याकरणिक हिसाबले, भाषिक एउटा नियमको हिसाबले त्यो वाक्य पैदा गर्न त सिक्नु पर्यो नि। हो, त्यो हिसाबले मात्रै यो उपयुक्त हुन्छ। जस्तै तपाई एकजना तपाई अल्मलाउनुहोस् भन्दा लिम्बू भाषामा हमसे। हमसे होइन, हमसे भन्नुपर्छ। हमसे। तपाईहरू भनेको दुईजना, तपाईहरू अल्मलाउनुहोस् भनेर दुईजनालाई भन्नुपर्दा हमसेच्छे। हमसेच्छे भन्नुपर्छ लिम्बू भाषामा। तपाईहरू भनेको दुईभन्दा बढीलाई अल्मलाउनुहोस् भन्दाखेरि लिम्बू भाषामा हमसेम्मे। हमसेम्मे भन्नुपर्छ।